नमस्ते सबैजनालाई जय मसी। अनि आज चाहिँ मेरो मम्मीले मेरो लागि र मेरो बहिनीको लागि भनेर चाहिँ पनिर बनाइदिँदै हुनुहुन्छ एकदमै स्पेशल। अनि त्यसपछि अहिले चाहिँ मलाई खाना मन लागिसक्यो। यहाँनिर हेर्नुहोस् कति मजाले उम्लिरहेको छ यो। अनि हामीसँग चाहिँ उता पनिर हेरेर बसिरहेछ मलाई पकाउँछ भनेर। हेर्न सक्नुहुन्छ पहिले फ्राई भइसकेको छ यो चाहिँ। अनि यहाँनिर पनि यस्तो मजाले फ्राई छ सबै। हेर्नुहोस् साथीहरू यो मजाले उम्लिरहेको छ। फेरि छोप्ने हामी अब फेरि छोप्छौँ यसलाई 5 मिनेट जति। अब हाम्रो चाहिँ यो रेडी हुन आँटिसकेको छ। हामीले 5 मिनेट यसलाई मजाले उमालिसकेका छौँ र यसलाई मम्मीले पेस्टहरू सबै मसलाहरू हाल्नै सक्नुभएको छ। अब माथिबाट यो सब्जीहरू हामीले मिक्स गरेका छौँ र यो मिक्स सब्जी हामीले माथिबाट हालेका छौँ। यो चाहिँ हाम्रो स्टाइल है। यो चाहिँ हाम्रो स्टाइल है। फेरि अरूहरूको स्टाइलमा कसरी बनाउनुहुन्छ, तर यो चाहिँ हाम्रो स्टाइल नेपाली स्टाइल। मलाई त अहिले खाना मन लागिसकेको छ। चाइनिज स्टाइल, चाइनिज स्टाइल, नेपाली स्टाइल। अब हाम्रो यहाँनिर चाहिँ रहेको छ यो पनिरमा हाल्ने। अनि यहाँनिर हाम्रो पनिर पनि रहेको छ। त्यसमा यो गरेको कस्तो मजाले उम्लिरहेको छ। हेर्नुहोस् कस्तो मजाले भइरहेछ। मजाले उम्लिरहेको छ। हामी अब हल्का थोरै पानी हाल्छौँ माथिबाट। हामी पानी हालिसकेपछि यसलाई एकछिन उमाल्छौँ किनकि अलिकति झोल पनि चाहिन्छ। एकछिन नो बेबी एकछिन। हामीसँग पनिर पनि रहेको छ मजाको। हेर्नुहोस् अनि यहाँनिर हाम्रो लागि भनेर मम्मीले पकाइदिनु भएको यो रेडी छ। अब यसको माथि हामी के हाल्छौँ? पनिर हाल्छौँ है मम्मी। उम्लेको छ यो राम्ररी। हल्का म पनि सहयोग गरिदिँदैछु भिडियो बनाउन। वाउ, हाम्रो माथिबाट स्पेसल र स्टाइलिस हिरोइन पनिर ज्यू आइसक्नु भएको छ कन्सर्टमा। अनि यो उम्लिरहेको चाहिँ मान्छे हो, पुरा बुलुक बुलुक उम्लिरहेछ कन्सर्ट हेर्नको लागि। यो हाम्रो नयाँ स्टाइल हो। यो हाम्रो नयाँ स्टाइल हो पनिरको पनि।